안녕하세요. 이것은 천북 진안에 있는 마이산 답사입니다. 헬로 साथीहरु म चाहिँ आज यो ठाउँमा आइपुगेको छु है। यो चाहिँ 천북 진안मा रहेको माइसान थाप्सा भन्ने रहेछ। यो चाहिँ ढुङ्गाले एकदम मेहनत गरेर बनाएको रहेछ। पहाडको फेदमा बनाएको रहेछ। एकदम राम्रो छ, आनन्दको ठाउँ छ। अघि त्यहाँसम्म पुग्नलाई चाहिँ अलिकति मेहनत गर्नुपर्छ, हिँडाइ खुट्टा दुख्ने हुन्छ। तर त्यहाँ पुगिसकेपछि सबै थकानहरू मेट्ने रहेछ है साथीहरू। तपाईहरु पनि फुर्सद हुँदाखेरि यसो जानु होला। यो गुम्बा चाहिँ त्यो दुईटा देख्ने पहाडको फेदमा बनाएको रहेछ। यहाँबाट स्टार्ट हुने रहेछ यसको हिँडाइ। यहाँबाट गाडी पनि छ र हिँडेर जाँदा चाहिँ यसरी काठको बढाङ चढेर 508 स्टेप चढ्नुपर्छ र फेरि 324 स्टेप झर्नुपर्छ। झरिसकेपछि तल त्यो ठाउँमा पुग्नलाई अलिकति हिँडिसकेपछि त्यो ठाउँ पुग्छ। एकदम आनन्द लाग्यो मलाई चाहिँ। तपाईहरुलाई पनि त्यस्तै हुन्छ होला। एकचोटि जानु होला। थ्यांक यू फर वाचिङ माई भिडियो। थ्यांक यू।